गाइस हामी चाहिँ कुल्फी खाँदैछौँ आज ट्याक्क हामी बज्रबाराई मन्दिर आएको हामी कुल्फी खाँदैछौँ है गाइजहरू ल कुल्फी हेर्नुलाई कुल्फी चोकोबार कुल्फी खाँदैछौँ हामी चाहिँ हाम्रो एकदम अङ्कलले चोकोपाई बार कुल्फी दिँदै हुनुहुन्छ हामी चाहिँ कुल्फी खाँदैछौँ ल हेर्नुहोस् है गाइजहरू हामी कुल्फी कसरी खान्छ भन्ने कुरा थाहा हुन्छ बिस्तारै उहाँले कुल्फी दिइराख्नु भएको छ एउटालाई कसरी हो यो एउटालाई कसरी हो कति 60 रुपैयाँ एउटा हो कुल्फी खा चेन पैसा छैन मसँग हामीसँग अनलाइन मात्र थियो पैसा त कति छ हेर नि पालि त्यहाँ 60 रुपैयाँ त धेरै महँगो भयो यार कुल्फी त छ ल ठिक छ दिनु हामीसँग पैसा एकदम अनलाइन पेमेन्ट गर्ने भएको कारणले पैसा नभएको गाई चाहिँ पैसा नभए त होइन पैसा नभए भनेर बेजे त होइन पैसा त छ होइन अनलाइन पेमेन्ट गर्ने भएको कारणले हो फाजु लाउनु यहाँ हाम्रो चाहिँ फाजु हुनुहुन्छ हाम्रो होइन एकदम फाजुलाई साथमा लिएर कुल्फी खुवाउँदैछौँ हाम्रो फाजुलाई एकदम भइरहेको छ हामी कुल्फी खाँदैछौँ अब चाहिँ मैले चाहिँ कुल्फी खाँदैछु यी देखिरहनु भएको छ कुल्फी खाँदै अब बज्रबाराईको मन्दिर घुमेर आइयो कुल्फी खाँदै अब फर्केर जाने हो मन्दिरमा चाहिँ त्यही पिकनिक सिकनिक खाने यताउति रमाइलो गर्ने टोली मात्रै आउँछ मन्दिरमा चाहिँ दर्शनले